साथी मुठ मारे बारे मामा सबैले भोलि वाटर ले अभिषाको भएछ सो हेलो गाइज वेलकम टु माई युट्युब च्यानल फेरि पनि आइसक्यो हजुरहरूको सामु न्यू ब्लग लिएर होइन टक्क आज चाहिँ हामी चाहिँ बर्थडे पार्टी खान आएको छ केटाहरू सबैजना फेरि पनि आइसक्यो हाम्रो न्यू ब्लग बर्थडे बोय चाहिँ अगाडि हाँस बोकेर ब्याग बोकेर हिँडिरहेको छ पानी हेर बिचरा यसलाई कति दिन पानी खान पाएको थिएन होला केटाहरू चाहिँ त्यहाँ छ कोही अचानक बोक्ने कोही के बोक्ने गाइस ल कस्तो पापी हेर्दा नि बिचरा कति दिन दिएको थिएन उनीहरूले नकाटौँ छोडिदिने है छोडिदिउँ बिचरा हेर्न कस्तो मायाले खायो मान्न भन्न गाइस अहिले पछि भेटौँला हस्पिटल गाइस हामी आधी बाटो आइसक्यो होइन टक्क केटाहरू हिँडिरह कोही अचानक बोकेर कोही चाहिँ कुखु घाँस बोकेर हिँडिरह टक्क हामी चाहिँ अब म चाहिँ पछाडि हिँडिरहेको छु कि होइन सबैजनाले लाइक कमेन्ट सब्सक्राइब हान्दिनुहोस् होला फेरि मेरोमा पनि गएर सब्स्क्राइब हान्दिनु होला रमित ब्लगर छ अरे है ओ साथी मुठ मारे ओ यसको त खतरा भिडियो भयो त्यहाँ त्यो भन्ने बित्तिकै भएर हेरिदिरहेको अब म ट्याक्कै त्यो झर्ना पुगेपछि म हजुरहरूलाई देखाउँछु अहिलेको लागि हस्त पूजामा गाइस अब हामी चाहिँ आइसक्यो फाइनल्ली पानी त हो कस्तो राम्रो रहेछ यार गाइस अब एकछिन रेडी बनाएर अन्त लगाउँछ मेरो लागि हस्त धन्यवाद सो हेलो गाइस अब हामी यहाँ कुरा सुरा भुत्तालेर कुखुरा रे सरी कुखुरा होइन कि हाँस भुत्ला निकालेको टाउको यहाँ पानी चिसो छ हाम्रो चाहिँ मासु खतरा भइरहेको छ ओ कालले भयो क्या ल कालो कि रोस्टे भयो फर्कायो ओ एकछिन माथि गरौँ है मुला हाम्रो यहाँ चाहिँ कति 2 अरब 3 अरबको माल छ होइन टक्कै माल ओपनिङ हुँदैछ ओ केटा माल ओपनिङ हुँदैछ है आम्मा कसम माल निकै कडा रहेको छ नाइस बिरको त खतरा उडाइदियो त मगरको निकै सुन्दर स्पाइक बुङ्गुरको बोसो बनाएर हाने त्यो टमाटर प्याज गएर फेरि बरु मिलाएर खाँदा चाहिँ अलिक छिटै हुँदो रहेछ है ल चिसो खाँदा चाहिँ गुले नै हुँदो रहेछ के भन्दा त केटाहरू है के भन्नु छ सबैसम्म खुवा होइन धेरै थ्याङ्क यू गाइजहरू मेरो 1K पुऱ्याइदिउँ त नयाँ मोबाइल किन्नु पर्यो मोबाइलै छैन अर्कोबाट मैले जम्मा 16 मामाको बर्थडे यतिसम्म किनिदिनु भएकोमा धेरै धेरै धन्यवाद यसरी नै अर्को वर्ष पनि खाओस् यति भन्न चाहन्छु धन्यवाद ल आदित्य नमस्कार उहाँ मेरो आर्यन दादा उहाँले आज यति किन्नु भयो होइन यसरी खुवाउनु भयो
अर्को वर्ष पनि यसरी नै खुवाउने इच्छा राख्छु म होइन ल धन्यवाद ल तिमी मेरो भन्नु त केही थाहा छैन मलाई सबैले युट्युबमा सब्सक्राइब गरिदिनु होला यति भन्दै आजबाट म बिदा तेरो भन् ल अब के भन्नु छ त नेपाली मगर जिउमा सबैले सब्जेक्ट गरेर बढी बढाइदिनु सब्जेक्ट गरेर बढी बढाइदिनु सबैलाई आएको भए धन्यवाद ताली यसरी सधैँ आउँछु त्यति हो अलि यता ओइ हेर ल बाबुलाई मुजी बाँड्ने कि मासु बिचमा राख्दो भाइ एकताल मासु बिचमा राख्यो भाइ छटै एकताल ठिक्क ठिक्क हाल है ओ चिज पनि बिचमा राख भाइ हस् त धन्यवाद गाइजहरू आजको भिडियो यहीँसम्म है